एकजनाको अनुहार हँसिलो बनाउन सकियो भने संसार बदल्न सकिन्छ। एटलिस्ट उहाँ एकजनाको संसार त बदल्न सकिन्छ नै। मैले डेन्टिस्ट बन्ने निर्णय गरी किनकि मलाई हरेक हँसिलो मुहार एउटा सुन्दर छवि बनोस् भन्ने सुनिश्चित गर्नु थियो। नमस्ते, म नेहा कर्माचार्य। धेरै भन्दा धेरै मुहार हँसिलो बनाउन म दिनमा 2टा क्लिनिकमा काम गर्छु। प्राकृतिक सुन्दरतासँगै हामी नेपाली पनि अति नै सुन्दर छौं। जीवनको कठिन परिस्थितिलाई पनि हामी मुस्कान सहित सामना गर्छौं। नेपाललाई अझै सुन्दर बनाउन मैले हरेक नेपालीको अनुहार हँसिलो होस् भन्ने प्रण गरेकी छु। टिभीएस आइक्युबको छनौटले प्रकृतिको अनुहारमा पनि मुस्कान छर्न पाएकी छु। म डेली कडा मेहनत गर्छु ताकि छिटो भन्दा छिटो मेरो आफ्नै क्लिनिक खोल्न सकूं र धेरै भन्दा धेरै अनुहार हँसिलो बनाउन सकूं। यो मेरो भिजन हो र अरूको मुहारमा मुस्कान छर्नु नै मेरो मन्त्र हो। एन्ड दिस इज माई आइक्युब स्टोरी।